गर्भ अवस्थामा यात्रा गर्न सुरक्षित हुन्छ कि हुँदैन? कुन समय यात्रा गर्न सबैभन्दा राम्रो हुन्छ? गाडीको यात्रा, मोटरसाइकल यात्रा वा हवाई यात्रा कुन सुरक्षित हुन्छ? आज म यही कुराहरू तपाईँहरूले स्पष्ट रूपमा बताउन गइरहेको छु। त्यसैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र फलो गरेर लाइक, कमेन्ट र सेयर पनि गर्न नभुल्नुहोला। अब सुरु गरौँ। सामान्य र जटिलता नभएको गर्भावस्थामा यात्रा गर्न सकिन्छ। तर सबैभन्दा सुरक्षित समय दोस्रो त्रैमासिक 14 देखि 28 सप्ताह हो। किनभने दोस्रो त्रैमासिकमा गर्भपतनको जोखिम कम हुन्छ, समयभन्दा अगावै बच्चा जन्मिने जोखिम कम हुन्छ, वाकवाकी र कमजोरी कम हुन्छ, शरीर तुलनात्मक रूपमा आरामदायी हुन्छ। त्यसैले योजना मिलाएर यात्रा गर्न चाहनुहुन्छ भने दोस्रो त्रैमासिक उत्तम समय हो। गाडीको यात्रा कति सुरक्षित हुन्छ? यदि सावधानी अपनाइयो भने गाडीको यात्रा एकदमै सुरक्षित हुन्छ। गाडीको यात्रा गर्दा पेटमुनि कम्मरमा सिट बेल्ट सधैँ लगाउनुहोस्। हरेक 2 घण्टामा गाडी रोकेर खुट्टा तन्काउनुहोस् र धेरै पिसाब रोक्नु हुँदैन। 4 घण्टाभन्दा बढी लामो यात्रा गर्दा डिप भेन थ्रोम्बोसिस डीभीटीको जोखिम हुन्छ। त्यसैले गाडी रोकेर खुट्टा तन्काउनु अत्यन्त जरुरी हुन्छ। गर्भवती महिलाले मोटरसाइकल वा स्कुटर चढ्न मिल्छ? नेपाल जस्तो देशमा यो एकदम महत्त्वपूर्ण विषय हो। मोटरसाइकल वा स्कुटर गाडीभन्दा धेरै जोखिमपूर्ण हुन्छ। जोखिमहरू: पेट ठुलो हुँदै जाँदा सन्तुलन बिग्रेर लड्ने सम्भावना बढ्छ। उकालो ओह्रालो र खाल्डोखुल्डी बाटोले गर्दा पेटमा धेरै धक्का लाग्न सक्छ। विशेष गरी तेस्रो त्रैमासिक, प्लासेन्टा प्रिभिया, पहिले गर्भपतन भएको, 3 टन मिसक्यारेज, यी अवस्थामा मोटरसाइकल वा स्कुटर यात्रा सकेसम्म नगर्नु राम्रो। आवश्यक परेमा मात्रै छोटो दूरीको यात्रा बिस्तारै सुरक्षित तरिकाले हेलमेट लगाएर मात्र चढ्नुहोस्। पानी परेको बेला र ट्राफिक भिडमा मोटरसाइकल वा स्कुटर यात्रा नगर्नुहोस्। हवाई यात्रा: धेरै स्वस्थ गर्भवती महिलाका लागि हवाई यात्रा सुरक्षित हुन्छ। तर 36 हप्तापछि डोमेस्टिक उडान गर्न अनुमति दिँदैन। 28 देखि 35 हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्न एयरलाइन्सले अनुमति दिँदैन। उच्च जोखिम भएको अवस्थामा 32 हप्तापछि यात्रा नगर्न सल्लाह दिइन्छ। किनभने अन्तिम त्रैमासिकमा उच्च रक्तचाप, प्री-एक्ल्याम्सिया, समयअघि नै सुत्केरी व्यथा, रगत जम्ने डीभीटीको जोखिम बढ्छ। सीडीसीको अनुसार निम्न अवस्थाहरूमा अन्तर्राष्ट्रिय उडान नगर्न सल्लाह दिइन्छ। पहिले गर्भपतन भएको इतिहास, इन्कम्पिटेन्ट सर्भिक्स, पहिले एक्टोपिक प्रेग्नेन्सी, समयअघि नै सुत्केरी भएको इतिहास, प्लासेन्टा सम्बन्धी समस्या, अहिले रक्तस्राव भइरहेको, जुम्ल्या गर्भ भएमा, उच्च रक्तचाप, प्री-एक्ल्याम्सिया, मधुमेह, 35 वर्षपछि पहिलो गर्भ, मुटु रोग, रगत जम्ने इतिहास, गम्भीर रक्त अल्पता र दीर्घकालीन रोग। यस्ता अवस्थामा यात्रा अघि आफ्ना चिकित्सकसँग अवश्य परामर्श गर्नुहोस्। विदेश यात्रा गर्दा स्वास्थ्य बिमा जाँच गर्नुहोस्। गन्तव्य स्थानमा राम्रो अस्पताल छ कि छैन हेर्नुहोस्। मलेरिया वा सङ्क्रमण बढी भएको ठाउँमा यात्रा नगर्नुहोस्। गर्भावस्थामा लाइभ भ्याक्सिन आवश्यक पर्ने देशहरूमा यात्रा नगर्नुहोस्। आजलाई स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।